मम्मी तपाईलाई हैन सबैजनाले हेर्नु हुँदैछ यहाँ के भन्न चाहनुहुन्छ तपाईको छोरा बुहारी छोरी जय सबैले हो हे गाइज वेलकम ब्याक टु न्यू ब्लग म चाहिँ आज चाहिँ हल्का खोकी लागिरहेछ हैन आजको सुरुवात चाहिँ भ्लग भनेको मकै खन्नै गरेको देखि बनाउँछु हैन मैले चाहिँ मकै खनिसकेको छु मैले चाहिँ मकै खनेको हो मकै दोहोरिएको हो त्यही भएर अब चाहिँ घर जाने हैन मकैले यस्तो गर्मी पनि छ हैन अब लामा बाबालाई लाउनु पनि पर्छ क्या किनकि मकैले पासिसक्यो बर चिलाउँछ जिउ पासेर पुरै फोका निकाल्छ त्यही भएर मैले लाउनु लगाएको अब हात खुट्टा धुएर घर जाने हो म बिहानै आएको खाजासाजा खाइयो अब सकेको धेरै काम नै गर्नु हुँदैन क्या ठिक्क काम भन्ने ठिक्क गर्ने हो हैन जाने जाने तरिकाले काम चाहिँ गरिँदैन सो त्यही नै हो यो सबै हाम्रो हो मकै यसपालि मकै ढिलो छरियो नि त पानी ढिलो आयो ढिलो छरियो नभए यतिखेर खाने हुन्थ्यो असारमा पोलेर खाने हुन्थ्यो सो यसपालि ढिलो भयो मैले यो पनि खनेको हो अनि यो माथिल्लो फोक्टो पनि अनि उता खनिसकेको अब चाहिँ घर जान्छु भन्दा नि अब यहाँ तलतिर धारा छ हात खुट्टा धुन जाने हो कोदालो यहाँ राख्यो अरे हैन पसिना देख्न सक्छ पुसेको यो पसिना नि पुसेको हो नभए अब खतरा आएको थियो पसिना यो पुसेको हो पसिना सो अब दुःख छ गाउँमा है त्यही हो हजुरहरूले सबैजनाले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु मेरो भ्लगको नाम चाहिँ कृष्ण ब्लग 10 छ सो त्यही भएर फाइनली म चाहिँ हात खुट्टा धोएर घरतिर लागिरहेको छु काँधामा कोदाली बोकेर हैन अनि घाम लागिरहेछ आज चाहिँ मौसम पनि राम्रै छ घाम लागिरह पानी पर्दै हुन्थ्यो भन्ने चाहिँ सोच मेरो किनकि अब धान रोप्न धमाधम छ अनि कुलोको पानीले हल्का पुग्दैन त्यही भएर पानी पर्दोस् भन्ने आश छ मेरो चाहिँ सोच छ त्यही हो तर घाम लागेर हेर्नु न दामी भएको छ मौसम चाहिँ तर अब घाम पनि लाग्दैछ किनकि मकै पानीले गर्दा मकै नै गइसक्यो क्या घाम लाग्दैन त मकै त अलिक राम्रो हुन्छ नि त मकैको लागि चाहिँ त्यही भएर तर मौसम बर्खाको दिन कतिखेर चेन्ज हुन्छ थाहा हुँदैन हैन कसरी भनु मेरो मनमा छाइदेऊ हाम्रो साइला चाहिँ लुगा धुन हिँडेछ हैन मौसम घाम लागिरह नि त त्यही भएर हिँडेछ केटो कति गरेर खायो 2 गारा अनि यस्तो छ क्या मौसम चाहिँ हैन आल्चा छ लट्टै फल्ला छ आल्छ त्यहाँ कसैले खाँदैन पनि दाँत कुडिएर आल्छ त्यस्तो छ लट्टराम फलिरहेछ म चाहिँ घर आइसकेँ हैन यही हो घर चाहिँ त्यही हो घर चाहिँ कसरी भनु मेरो मनमा चाहिदेऊ मम्मी मम्मी कता जानुभयो कहाँ जानुभएको छ त काँक्रा चाहिँ यत्रो छ मसिनो छ काँक्रा हैन यो चाहिँ किचन हो यो चाहिँ हाम्रो घर पाता दुख्छ क्या गाइस है धेरै काम गरेपछि पाता दुख्छ यहाँ हेर्नु है त सुरी ल ल के या काम छैन सुतिरहेको छ मुसा सुसा पार्नु छैन मम्मी तपाईलाई हैन सबैजनाले हेर्नु हुँदैछ यहाँ के भन्न चाहनुहुन्छ
तपाईँको छोरा बुहारी छोरी जय सबैले हो हो के भन्नुहुन्छ यो चाहिँ मैले भिडियो बनाएको क्या भ्लग युट्युबमा क्या सबैजनाले सब्सक्राइब गरिदिनु भन्नु न भन्नु त भन्नु न सब्सक्राइब गरिदिनु भन्नु न सबैले कैसा लगा मेरा मजाक भन्नु न अनि म चाहिँ गोठाला आएको छु होइन बाख्रा यहीँ छ बाख्रा चाहिँ टन्नै छ यहाँ छ बाख्रा यस्तो छ क्या भिर जङ्गल छ घाँस चाहिँ टन्नै छ फेरि सो हजुरहरूलाई भिडियो कस्तो लाग्यो मन परेमा कमेन्ट लाइक सेयर गरिदिनु होला होइन अनि सब्सक्राइब पनि गर्नु होला भन्दै आजको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु।